विद्यार्थीहरूले अकाउन्टको आन्सरहरू लेख्दाखेरि चाहिँ अथवा अकाउन्टको इक्जामको तयारी गर्दाखेरि म्याक्सिममली मिस्टेक चाहिँ के गर्छन् जस्तो लाग्छ जुनलाई चाहिँ तपाईँले नगर भनेर भन्न चाहनुहुन्छ? मैले सुरुमा त खासै मजाले पढेको थिइनँ, तर लास्टको त्यो 1 महिनामा चाहिँ मैले एकदम धेरै मेहनत गरेँ। अनि तपाईँले चाहिँ जेन्युनली A+ नै एक्सपेक्ट गरिरहनु भएको थियो अथवा Aसम्म आउँछ होला सोचिरहनु भएको थियो? प्रायोरिटी नै दिने हो भने लास्ट मिनट प्रिपरेसन गर्ने हो भने चाहिँ न्युमेरिकल अलिक बेसी फोकस गर्नु। अब यो टाइमको चाहिँ बिहानदेखि बेलुकाको यसो सेड्युल हेर्ने हो भने चाहिँ तपाईँ कति बजे उठ्नुहुन्थ्यो, कति बजे चाहिँ प्र्याक्टिस गर्नुहुन्थ्यो, कुन सब्जेक्टलाई चाहिँ कति घन्टा प्र्याक्टिस गर्नुहुन्थ्यो? सरहरूलाई पनि डर लागिरहेको थियो क्या, यो त मान्छे त जान्ने नै छ, तपाईँले ह्यान्डराइटिङले गर्दा यो डुब्न सक्छ भनेर के लास्टको 1 महिना मात्रै पढेर अकाउन्टमा A+ लिएर आउन सकिन्छ त? आज हामीसँग हुनुहुन्छ प्रज्ञा दाहाल, जसले लास्टको 1 महिना मात्र राम्रोसँग पढेर अकाउन्ट र इकोनोमिक्स जस्तो गाह्रो सब्जेक्टमा A+ लिएर आउनु भएको थियो। आज हामीहरूले कुनै लकको चिट चोर्नेको होइन सेन्टर किन्नेवाला कुरा गर्ने छैनौँ। आज हामीहरूले प्योर स्ट्राटेजी र रोडम्यापको कुरा गर्नेछौँ, जसबाट आजको हाम्रो गेस्टले अकाउन्टमा थ्योरीमा A+ लिएर आउनु भएको थियो। अकाउन्टमा थ्योरीमा A+ भनेर भनेको 68.5 भन्दा माथि हो 75। आज उहाँले ठ्याक्कै आफ्नो स्ट्राटेजी तपाईँहरूलाई आफ्नो सिक्रेट्सहरू सेयर गर्न जाँदै हुनुहुन्छ। मैले सुरुमा त खासै मजाले पढेको थिइनँ, तर लास्टको त्यो 1 महिनामा चाहिँ मैले एकदम धेरै मेहनत गरेँ। अनि त्यही भएर मेरो 68.5 भन्दा बेसी आयो। तपाईँहरूलाई पनि आफ्नो इक्जामको टेन्सन लागिरहेको छ भने आजको यस भिडियोमा हामीहरूले एक्ज्याक्टली कुरा गर्दैछौँ हाम्रो आजको गेस्टले चाहिँ कसरी पढ्नुभयो त भनेर भन्ने कुरा। स्वागत छ तपाईँलाई। जति गरे पनि म त इङ्ग्लिसमा पासै हुन सक्दिनँ, फ्री राइटिङमा जहिले बिग्रन्छ, केही एउटा सेन्टेन्स लेख्न पनि गाह्रो हुन्छ भनेर तपाईँहरूले सोचिरहनु भएको छ भने तपाईँहरूले यो पिडिएफ युज गर्न सक्नुहुन्छ। यो पिडिएफमा कक्षा 12को इङ्ग्लिसको फ्री राइटिङको 25 मार्क्समा जेसुकै क्वेसन सोधे तापनि मिल्ने खालको मैले एउटा सिङ्गल कमन फर्मेट राखिदिएको छु। जुनसुकै टपिकमा क्वेसन सोधे तापनि यदि यो फर्मेट भयो भने तपाईँहरूले सबैको आन्सर, जम्मै टपिकको आन्सर लेख्न सक्नुहुन्छ। कम्पनीको नेममा तपाईँहरूलाई क्वेसनमा सोधेको हालिदिनु, बाँकी यहाँ जे छ त्यही सारिदिनु। यो जुन कोष्ठभित्र राखेको कुरा छ यिनीहरूलाई चाहिँ तपाईँले क्वेसनमा सोधे अनुसार चेन्ज गर्नु, बाँकी यहाँ जे छ त्यही सारिदिनु इक्जाममा। यो पिडिएफ तपाईँहरूले प्रिन्ट गरेर चाहे घोक्नुहोस्, चाहे रट्नुहोस्, चाहे यसलाई मेमोराइज गर्नुहोस्, चाहे जेसुकै गर्नुहोस्, तपाईँहरूसँग यदि यो भयो भने तपाईँहरूले फ्री राइटिङको 25 मार्क्समा 20 भन्दा बढी मार्क्सहरू ढुक्क पाउन सक्नुहुन्छ। प्रेस रिलिज मात्रै होइन, लेटर टु द एडिटरको यस्तै एउटा ट्रिक पनि यहाँनिर छ 8 मार्क्सको। एसेमा आउने 10 मार्क्सको पनि यहाँनिर मैले ट्रिकवाला फर्मेट हालिदिएको छु। स्टोरी राइटिङबाट आउने 7 मार्क्सको पनि यहाँनिर ट्रिकको पिडिएफ छ। त्यहाँ पछाडि जो एप्लिकेसन लेटरको साथ ट्राभलग र मेमोरीबाट तपाईँहरूलाई क्वेसन सोध्यो भने पनि यो तपाईँहरूको पिडिएफले कभर गर्छ। बुक फिल्म रिभ्यू सोध्यो भने पनि तपाईँहरूलाई यो पिडिएफले कभर गर्छ। बिजनेस लेटर सोध्यो भने पनि तपाईँहरूलाई यही पिडिएफले कभर गर्छ। पर्सनल लेटर सोध्यो भने पनि तपाईँहरूलाई यही पिडिएफले कभर गर्छ। इन्टरप्रेटिङ बार ग्राफ र पाइ चार्ट्स भनेर 6 मार्क्समा तपाईँहरूलाई क्वेसन सोध्यो भने पनि यही पिडिएफले काम गर्छ। यदि मात्रै होइन वनाक प्लेबाट, तीनवटै वनाक प्लेबाट यदि कुनै पनि क्वेसन सोध्यो भने तपाईँहरूले यो आन्सर गर्नुभयो भने यसबाट पनि तपाईँहरूको 5 मार्क्स ढुक्क आउँछ। यसरी यदि यो पिडिएफ तपाईँहरूलाई चाहिन्छ भने तपाईँहरूले आजै हाम्रो अनलाइन क्लासलाई जोइन गर्न सक्नुहुन्छ। हामीहरूको इङ्ग्लिसको महारिभिजन ब्याच स्टार्ट भएको छ। अब बाँकी रहेको 15-20 दिनमा पनि तपाईँहरूलाई 100% पास ग्यारेन्टी सहित दिनको 2 घन्टा मैले पढाउनेछु। फ्री राइटिङको भर्खरको पिडिएफ देखाउनेछु, ग्रामर पनि पढाउनेछु, सोसियल, कम्प्युटर, अप्सनल इङ्ग्लिस र नेपालीको नोट्सहरू पनि प्रोभाइड गर्नेछु। मात्र 499 मा। यसमा पनि तपाईँहरू ग्रुपमा आउनुभयो भने अझ डिस्काउन्ट हुन्छ। यदि तपाईँहरूलाई क्लास जोइन गर्नु छ भने दिएको स्क्रिनको नम्बरमा कन्ट्याक्ट गर्नुहोला। 12 मा राम्रो जिपिए आउनुको मतलब भनेको पछाडि विदेश जान, राम्रो कलेजमा पढ्न, राम्रो स्कलरसिप पाउने मान्छेहरू बढाउने हो। त्यही भएर आज नै हाम्रो क्लास जोइन गर्नुहोस् र इङ्ग्लिसमा राम्रो जिपिए सेक्युर गर्नुहोस्। सबभन्दा पहिला तपाईँको इन्ट्रोडक्सनबाटै सुरु गरौँ। Am I audible? यस। Okay. So hello and namaste everyone. Myself Pragya Dahal. I'm from Taran and recently I completed my +2 from Vishnu Memorial Secondary School and currently I am pursuing BBM here at Mahindra Multiple Campus Taran. तपाईँले चाहिँ लास्टको 1 महिना मात्रै पढेर A+ लिएर आउनुभयो अकाउन्टमा। तपाईँको चाहिँ +2मा सबभन्दा म्यानेजमेन्ट भइबाट हेटेस्ट सब्जेक्ट चाहिँ कुन थियो अनि त्यसबाट सबभन्दा मनपर्ने सब्जेक्ट चाहिँ कुन थियो, यसैबाट सुरु गरौँ न। त्यस्तो हेट टेस्ट भन्ने त थिएन, तर पढाइलाई हेट गर्न थाल्यो भने त रिजल्ट राम्रो कहिल्यै पनि आउँदैन। त्यो हेट भन्ने कुरा मलाई म्याथ पनि हेट टेस्ट कहिल्यै लागेन। बरु कुन सब्जेक्ट अलिक गाह्रो लाग्छ त्यसलाई चाहिँ अलिकति बेसी फोकस दियो भने त्यसलाई इम्प्रुभ गर्न सकिन्छ। इजी चाहिँ भन्छु, सबभन्दा इजी मलाई इङ्ग्लिस लागेको थियो। के यो 2000 दिनको भिडियो हेरेर भयो हो त्यो साँच्चै मैले नराटिकन भन्नुपर्दाखेरि मैले जति पनि इङ्ग्लिसमा मेरो इम्प्रुभमेन्ट भयो नि हजुरको युट्युब च्यानलबाट हेरेर भएको क्या। किनकि अब +2मा त टिचरहरूले बेसी फोकस दिनुहुन्न थियो क्या। लाइक इङ्ग्लिस त हो भनेर हुन्छ, तर इङ्ग्लिसमा चाहिँ मार्क्स कसरी ल्याउने त भन्दाखेरि अब
कुन चाहिँ युट्युबरले अलिक मजाले पढाएको छ भनेर म त्यो स्क्यानिङ गर्दै गएँ क्या। क्लास 10 देखि नै म हजुरको भिडियोहरू हेर्दै होइन, अनि त्यसमा चाहिँ हजुरले देखाएको नोटहरूदेखि लिएर सब त्यो एकदम हुन्छ नि क्लियरली बुझिने खालको होइन, ह्यान्डराइटिङ पनि ओभरै मन पर्थ्यो। अनि हजुरले लेखेको एन्सर चाहिँ एक्जाममा डिट्टो त्यही लेख्दाखेरि फुल मार्क्स आउँथ्यो क्या, फेरि इङ्ग्लिसमा पनि फुल मार्क्स आउँथ्यो क्या हजुरले लेखेको एन्सरमा चाहिँ। अनि त्यो कुरा मन परेर पनि मैले 10, 11, 12मा फुल्ली हजुरको युट्युब च्यानलबाट हेरेँ, अनि त्यहाँदेखि चाहिँ मेरो इङ्ग्लिसमा पनि राम्रै मार्क्स आयो। तपाईँको चाहिँ टर्मिनल इक्जामहरूमा अकाउन्टमा कस्तो हुन्थ्यो? अनि टर्मिनल एक्जामको कुरा गर्दाखेरि अब स्टुडेन्टहरूले इन्टरनल त हो भनेर खासै वास्ता गर्नुहुन्न होइन, तर टर्मिनलको पनि मार्क्सले चाहिँ म्याटर गर्छ, किनकि त्यसले नै हजुरको फाइनलमा कस्तो हुन्छ भन्ने कुरालाई रिफ्लेक्ट गर्ने हो क्या। अब टर्मिनलमा नै राम्रो भएन भने त अब फाइनलमा त राम्रो कुरा हुने भएन होइन। त्यही भएर अब टर्मिनललाई त्यस्तो नेग्लिजेन्स चाहिँ नगर्नु होला, किनकि त्यसमा राम्रो मार्क्स आयो भने पनि हजुरलाई अलिकति फाइनलको लागि हेल्प हुन्छ। अनि सबभन्दा बढी फोकस चाहिँ कुनमा गर्नुहुन्थ्यो? यसलाई फोकस गर्ने त्यसलाई फोकस नगर्ने भन्ने चाहिँ हुँदैन, सबैलाई इक्वली फोकस गर्ने हो। तर अझै हजुरलाई अब प्रायोरिटी? लास्ट मिनट प्रायोरिटी नै दिने हो भने, लास्ट मिनट प्रिपरेसन गर्ने हो भने चाहिँ न्युमेरिकललाई अलिक बेसी फोकस गर्नु। अब न्युमेरिकलमा पनि कुन फोकस गर्ने भन्दाखेरि त्यो ग्रुप सीमा आउँछ नि, ग्रुप सीलाई चाहिँ एकदमै धेरै फोकस गर्नु, अनि राम्रो लाग्छ। तपाईँले चाहिँ आफ्नो रिजल्ट देख्दाखेरि र अकाउन्टमा चाहिँ थ्योरीमा ए प्लस आउँदाखेरि तपाईँलाई चाहिँ हो मैले यतिको गरेको थिएँ, यतिको आउनै पर्थ्यो वाला एउटा सेटिस्फ्याक्सन वाला फिल भइरहेको थियो कि ओहो यति धेरै आएछ भनेर भन्ने जस्तो फिल भएको थियो? तपाईँले चाहिँ जेन्युनली ए प्लस नै एक्सपेक्ट गरिरहनु भएको थियो अथवा एसम्म आउँछ होला सोचिरहनु भएको थियो? अब आफ्नो मैले एकदमै धेरै प्र्याक्टिस गरेको थिएँ होइन। म एक्जामको बेला चाहिँ राति 12 बजीसम्म प्र्याक्टिस गर्थेँ, अनि त्यसपछि बिहान 3 बजी उठेर प्र्याक्टिस गर्ने मान्छे हो म होइन। एक्जामको बेला चाहिँ म लास्टै सिरियसली नै लिन्थेँ पढाइलाई। अनि ए प्लस एक्सपेक्ट नै गरेको थिएँ भनौँ, एक्सपेक्ट नै गरेको थिएँ ए प्लस, र आयो पनि। के अरे तपाईँको चाहिँ दिनभरिको सेड्युल हेर्ने हो भने चाहिँ इक्जामको 15-20 दिन जस्तो बाँकी छँदाखेरि चाहिँ एकदम चाहिने कुरा मात्र पढ्नुपर्छ, नचाहिने कुरा कसैले पनि पढ्दैन। त्यो टाइमको चाहिँ बिहानदेखि बेलुकाको यसो सेड्युल हेर्ने हो भने चाहिँ तपाईँ कति बजे उठ्नुहुन्थ्यो, कति बजे चाहिँ प्र्याक्टिस गर्नुहुन्थ्यो, कुन सब्जेक्टलाई चाहिँ कति घन्टा प्र्याक्टिस गर्नुहुन्थ्यो, अनि कुन सब्जेक्टलाई चाहिँ छुँदै छुनुहुन्थेन? छुँदै हुन्थेन भन्ने चाहिँ त्यस्तो थिएन। एकदम लिस्ट फोकस चाहिँ मेरो इङ्ग्लिसमा थियो, किनकि मलाई इङ्ग्लिस ओभर सजिलो लाग्थ्यो होइन। साँच्चै इङ्ग्लिस र नेपाली चाहिँ मलाई ओभर सजिलो लाग्थ्यो क्या। इङ्ग्लिस र नेपाली चाहिँ मैले नपढी गयो भने पनि म सक्छु जस्तो लाग्थ्यो। अनि इङ्ग्लिसलाई चाहिँ म जस्तो खासै फोकस गर्दिनँ थिएँ। फोकस गर्नुपर्ने भनेको एकाउन्ट र इकोनोमिक्सलाई म अलिक बेसी फोकस गर्थेँ, अनि बिजनेस म्याथ, मैले बिजनेस म्याथ लिएको हो नि त, अनि बिजनेस म्याथलाई चाहिँ म अलिक बेसी फोकस दिन्थेँ। त्यति 3टा सब्जेक्ट हो। अनि एक्जामको बेला त म यस्तो अन्डरग्राउन्ड भएर पढ्थेँ नि, त्यो त कति घन्टा सुत्नुहुन्थ्यो तपाईँ? ठ्याक्क भोलिपल्ट एक्जाम छ भने चाहिँ अघिल्लो दिन कति घन्टा सुत्नुहुन्थ्यो? मेरो बोर्ड एक्जामको त के हो सुन्नु, बोर्ड एक्जाम हुनुभन्दा अगाडि म मेरो इन्टरनल एक्जाममा पनि म रातभरि नसुतिकन पढ्ने मान्छे हो होइन। इन्टरनल एक्जामहरूमा पनि इन्फ्याक्ट ब्याचलरमा पनि म लाइक हुन्छ नि सुत्नु भन्दा पनि मेरो एक्जाम सकेपछि चाहिँ सुत्छु भन्ने खालको मान्छे हो क्या म। अनि एक्जाम सकेपछि चाहिँ बरु म ओभर सुतिन्थेँ। एक्जाम सकेपछि एक्जामभरि चाहिँ म लास्टै ओभर पढ्थेँ। अनि इकोनोमिक्समा ए प्लस ल्याउनु भनेको आई थिङ्क इट इज भेरी हार्ड होइन। इकोनोमिक्स जस्तो सब्जेक्टहरूमा धेरै लेख्नुपर्छ, अनि त्यसमा एउटा मात्र पार्ट भनेको न्युमेरिकल हो। अनि तपाईँले चाहिँ कसरी इकोनोमिक्सलाई पढ्नुभयो होइन, जसले गर्दाखेरि चाहिँ तपाईँले ए प्लस सेक्युर गर्न सक्नुभयो पनि? तपाईँको सिक्रेट सस भनिदिनु न हाम्रो अडियन्सलाई। भन्छ इकोनोमिक्स भनेको चाहिँ फुल कन्सेप्टवाला च्याप्टर हो, अनि यसमा चाहिँ हजुरले बेसिक कन्सेप्ट बुझ्नुभएको छैन भने चाहिँ हजुरलाई एकदमै गाह्रो हुन्छ एन्सर लेख्नलाई। र एउटा युट्युबरले भन्नुभएको थियो क्या, त्यो के द सिक्रेट एजुकेसन भन्ने युट्युब च्यानल छ, त्यसमा चाहिँ के भन्नु भने संसारको सबभन्दा सजिलो काम भनेको इकोनोमिक्सको थ्योरी एक्सप्लेन गर्न हो क्या। त्यसमा जे एक्सप्लेन गर्दा पनि हुन्छ, तर बेस्ड अन त्यसको फिगरमा भएर एक्सप्लेन गर्यो भने चाहिँ मार्क्स आउँछ होइन। अनि इकोनोमिक्समा मेन छुटाउँदै नछुटाउने कुरा भनेको चाहिँ न्युमेरिकल हो होइन। न्युमेरिकल चाहिँ छुटाउनु नै भएन, न्युमेरिकलबाट हो बेसी मार्क्स आउने भनेको। अनि हजुरले न्युमेरिकल छोड्नु भएन भने त इकोनोमिक्समा पार छ। अनि धेरैजनाको टाइम म्यानेजमेन्टको स्ट्राटेजी के हुन्छ भनेर भन्दाखेरि ग्रुप ए को त्यो सर्ट क्वेसनवाला क्वेसन्सहरू गर्ने, त्यहाँ पछाडि ग्रुप सी गर्ने, अनि ग्रुप बी गर्ने। तपाईँले चाहिँ त्यही कन्भेन्सनल ग्रुप ए, ग्रुप बी, ग्रुप सी गर्नुहुन्थ्यो कि त्यसरी गर्दाखेरि पनि टाइम भ्याउनुहुन्थ्यो कि तपाईँले चाहिँ होइन म पहिला ग्रुप सी गर्छु टाइम भ्याउनु सजिलो हुन्छ भनेर ग्रुप सी गर्नुहुन्थ्यो? यस्तो हामीलाई चाहिँ कलेजमा के सिकाउनु भएको थियो भन्दाखेरि टाइम म्यानेजमेन्ट चाहिँ एकदम ठुलो पावर हो होइन। एक्जाममा टाइम म्यानेजमेन्ट छैन भने जिन्दगीमा पनि केही गर्न सकिँदैन क्या। हामीले म्यानेजमेन्ट पढेर टाइम म्यानेज गर्न सकेन भने त त्यसको त अर्थै भएन होइन। अनि इकोनोमिक्स जस्तो यो थ्योरिटिकल सब्जेक्टमा इकोनोमिक्स नै भयो, अनि सामाजिक भयो होइन, हाम्रो यो जुन सब्जेक्ट छ थ्योरीमा, जुनमा हामीले बेसी थ्योरी गर्नु पर्थ्यो हो, त्यस्तो सब्जेक्टमा चाहिँ टाइम म्यानेज गर्न सकिन भने चाहिँ एकदमै गाह्रो हुन्छ। र मैले गर्नुपर्दा म चाहिँ सिरियली नै गर्थेँ। मलाई त्यसको त्यो एउटा ग्रुप स्किप गर्दाखेरि अर्को ग्रुप गर्न त्यस्तो चाहिँ मैले कहिले गरिनँ होइन, किनकि अब आफू स्योर छ नि त, अब मलाई यो आउँछ, ग्रुप बी पनि आउँछ, ग्रुप सी पनि आउँछ भनेर भन्दाखेरि चाहिँ मलाई त्यस्तो कुनै गाह्रो केही भएन। म ग्रुप ए गर्थेँ। अनि एक्जाममा अर्को टिप्स भनेको के हो भन्दाखेरि होइन, एकदम निटनेस चाहिँ एकदम मेन्टेन गर्नुपर्छ क्या।
निट टेस्ट मेन्टेन गरेन भने त्यो एक्जामिनरले बुझ्दैन के लेखेको भनेर, अनि त्यो एकदम गज्याङ गुजुङ देखिन्छ, अनि मार्क्स पनि एकदम थोरै आउँछ। पेज थप्न चाहिँ लो गर्नु भएन, किनकि त्यो पेपर एक्जामिनरले पेपर दिने हो नि त, अनि पेज थप्दै ग्याप मेन्टेन गर्दै निट टेस्ट मेन्टेन गर्दै गऱ्यो भने निटनेस हो मेन कुरा, अनि थ्योरी सब्जेक्टमा चाहिँ निट टेस्ट मेन्टेन गरेन भने त उसले चाहिँ के भन्दै उसको ह्यान्ड राइटिङ चाहिँ अलिकति नराम्रो थियो होइन, मतलब राम्रो थिएन, बुझिने ओपर सरहरूलाई पनि डर लागिरहेको थियो क्या, यो त मान्छे त जान्ने नै छ, तर यसले ह्यान्ड राइटिङले गर्दा यो डुब्न सक्छ भनेर सरले पुरै अगाडि नै प्रिडिटरमाइन गर्दै हुन्थ्यो क्या। तर लास्टमा चाहिँ त्यही भइदियो क्या, उसले एकदम जान्ने थियो होइन, मान्छे ओपर जान्ने थियो होइन, साह्रै खतरा ट्यालेन्टेड मान्छे थियो, हामी भन्दा पनि जान्ने थियो क्या। अनि लास्टमा चाहिँ उसको लास्ट मोमेन्टमा के भइदियो भन्दाखेरि उसले नै लेखेको ह्यान्ड राइटिङ बुझेन छ क्या लास्टमा। त्यो एक्जामिनरले कसरी बुझ्छ, उसले नै लेखेको ह्यान्ड राइटिङ बुझेन छ भने, अनि त्यस्तो भयो, अनि उसको ह्यान्ड राइटिङले गर्दाखेरि पनि मार्क्स आएन। मेरो चाहिँ पर्सनल बिलिफ के हो भन्दाखेरि म आफै पनि 2079मा एनबीको बोर्ड इक्जाम दिएको हो, र म चाहिँ साइन्स स्टुडेन्ट हो। फिजिक्स केमिस्ट्रीहरूको फ्याक्चुअल क्वेसन्सहरू बाहेक मेरो सोच चाहिँ पहिल्यैदेखिबाट के थियो भनेर भन्दाखेरि यो थियोरिटिकल सब्जेक्टहरूमा चाहिँ क्वान्टिटी पुग्नुपर्छ, अनि त्यस पछाडि एउटा प्याराग्राफ, बडी, कन्क्लुजनवाला यति पार्ट चाहिँ पुग्नुपर्छ। अनि मैले चाहिँ क्वालिटीमा चाहिँ विश्वास त गर्थेँ, तर आन्सर छोटो भएर कहिले पनि मार्क्स पाइन्छ भन्ने कुरा मैले विश्वास गर्दिनँ। त्यही भएर जसरी पनि मैले 1 पेजभन्दा कम कहिले पनि गराउँथिनँ, सिधै 2 पेज पनि गराउँथेँ। तपाईँले चाहिँ कसरी आन्सरहरू लेख्नुहुन्छ, तपाईँले चाहिँ छोटो भए पनि हुन्छ, आन्सर मिले भयोवाला सोचले आन्सरहरू गर्नुहुन्थ्यो कि तपाईँले चाहिँ होइन क्वालिटी चाहिन्छ तर क्वान्टिटी पनि पुऱ्याउनुपर्छ, नत्र मार्क्स पाइँदैन वाला सोचले चाहिँ तपाईँले आन्सर गर्नुहुन्थ्यो। यस्तो क्वालिटी र क्वान्टिटीमा दुइटै इम्पोर्टेन्ट छ होइन, क्वालिटी पनि चाहिन्छ तर क्वान्टिटी पनि चाहिन्छ एन्सरको। अब क्वेसन टपिक सब्जेक्ट अनुसार पनि भर पर्छ, कुन सब्जेक्टमा कस्तो खालको एन्सर। जस्तै ग्रुप, ल हामी इकोनोमिक्सकै कुरा गरौँ है त, इकोनोमिक्सको ग्रुप एमा हजुरले 1 लाइन एन्सर लेखेर हुँदैन क्या। 1 लाइन एन्सर, अब 1 लाइन एन्सर लेख्यो भने 1 मार्क्सको हो नि त, 1 मार्क्स हो भन्दैमा 1 मार्क्स पुरै आउने कुरा होइन क्या, त्यहाँ 0.5 पनि दिन सक्छ, तर त्यसको मिनिङ क्लियर हुनु पर्यो, र मिनिङ क्लियर भइसकेपछि हजुरले त्यसको एक्जाम्पल पनि दिन सक्नुहुन्छ क्या। एक्जाम्पल पनि दिनुभयो भने चाहिँ हजुरको त्यो 1 मार्क्स कतै पनि जाँदैन क्या। हाम्रो चाहिँ सरले के गर्नुहुन्थ्यो भन्दाखेरि सकेसम्म फुल मार्क्स ल्याउन कोसिस गर्ने क्या। अब यति लेख्दा एन्सर आइहाल्छ नि भनेर होइन क्या, हजुरलाई जति आउँछ आयो भन्दैमा पुरै महाभारत 1 प्याराग्राफ लेख्ने होइन होइन, तर एक्जाम्पल पनि दिनुभयो भने चाहिँ अझ क्लियर हुन्छ। र ग्रुप बीमा चाहिँ के हुन्छ भन्दाखेरि सुरुको ग्रुप बीमा जस्तै एउटा क्वेसन आयो, फिचर्स अफ क्यापिटलिस्ट इकोनोमी होइन। अब सुरुमा एन्सर कसरी लेख्ने भन्दाखेरि वाट इज क्यापिटलिस्ट इकोनोमी, क्यापिटलिस्ट इकोनोमीको डेफिनेसन दिने होइन, अनि त्यसको बारेमा अलिकति 1-2वटा लाइन एक्स्ट्रा एड गर्ने, अनि त्यसपछि पोइन्ट्समा लेख्ने क्या। हजुरले ग्रुप बीमा जति पोइन्टबाट एक्सप्लेन गर्नुभयो नि त्यति प्याराग्राफबाट एक्सप्लेन गर्दाखेरि मार्क्स आउँदैन क्या। टिचरले चाहिँ कस्तो हुन्छ भन्दाखेरि त्यो रसमा पेपर चेक गर्दाखेरि होइन, मेन हेर्ने भनेको पोइन्ट हो, पोइन्ट हेर्ने, पोइन्ट कतिको स्ट्रङ छ होइन। अब एउटा पोइन्ट लेख्नु, अब त्यसपछि तल हजुरले पुरै गीत लेख्न थाल्नु त मार्क्स आउँदैन। टिचर अब जस्तै हजुरले इम्प्रेसन कस्तो पार्नु छ, ग्रुप एमा राम्रो इम्प्रेसन छ भने टिचरको कन्सेप्ट के हुन्छ भन्दाखेरि यसको ग्रुप बीमा पनि राम्रै होला भन्ने हुन्छ। पोइन्ट राम्रो लेख्नु पर्यो, पोइन्ट चाहिँ ठिक लेख्नु पर्यो, अनि पोइन्टमा त्यसको एक्सप्लेन गर्ने, अनि लास्टमा नछुटाउने भनेको कन्क्लुजन हो। तपाईँले जतिसुकै हतार भए पनि लास्टको 2देखि 3 लाइनसम्म मजाले कन्क्लुजन लेख्दा भइन्छ। त्यो सुरुको इन्ट्रोडक्सन प्याराग्राफ, त्यसपछि भनेको एक्सप्लेनेसन, पोइन्ट लेख्ने, पोइन्टलाई एक्सप्लेन गर्ने, र भ्याइन्छ भने अझ त्यो पोइन्टलाई फिगरमा बनाएर देखाउने क्या। मैले चाहिँ के गर्थेँ भन्दाखेरि त्यो पोइन्टलाई फिगरमा पनि बनाएर देखाउँथेँ, जसले गर्दाखेरि पेजहरू पनि अकुपाई हुन्थ्यो, अनि अझ जति पेज अकुपाई भयो त्यति लामो एन्सर देख्यो नि त। त्यो भइसकेपछि त्यो पोइन्ट्सलाई एक्सप्लेन पनि गर्ने, अनि लास्टमा कन्क्लुजन लेखिदियो भने चाहिँ दामी हुन्छ। नि त्योवाला सब्जेक्टमा 5/5 चाहिँ आउन अलिकति गाह्रै होला, तर 4.5 चाहिँ त्यो खोसिँदैन क्या, त्यो त्यसरी गर्नुभयो भने चाहिँ। भर्खर उहाँले भनेको कुरा चाहिँ मैले आफैले पनि यसलाई भेरिफाई गर्न सक्छु। मैले ब्याचलर पढिरहेको छु, मैले आन्सरहरूमा फिगरै बनाउन मिल्दैन भने पनि फिगरहरू बनाउँछु। यसका 2-3वटा फाइदा हुन्छन्। एउटा भनेको आन्सर स्क्यानेबल हुन्छ, राम्रो देखिन्छ, र तेस्रो पोइन्ट भनेको चाहिँ फिगर बनाइसके पछाडि उहाँले भने जस्तै स्पेस ओगटिन्छ। हामीहरूले त्यो 4-5 लाइन जुन हामीहरूले वर्ड्सहरू लेखेर भर्नु पर्थ्यो, त्यही ठाउँमा फिगर बनाइदियो भने एक त मेन पोइन्ट्सहरू देखिहाल्छ झर्लक्क, अनि मार्क्सहरू राम्रोसँग पाइन्छ। यो पोइन्ट भनेको एकदमै बवाल पोइन्ट हो। उहाँले भने जस्तै यदि तपाईँको कुनै पनि क्वेसन आएको छ, त्यो टपिकको वरिपरि रिलेटेड यदि कुनै पनि चित्र बनाउन मिल्छ, जस्तै उहाँले भर्खर भनेको क्यापिटलिस्ट इकोनोमीको चाहिँ जस्तै फिचर्सहरू होला, त्यसको स्कोप होला, जे कुरामा चाहिँ तपाईँले यस्तो गोलो बनाउनु मिल्छ होइन, बिचमा क्यापिटलिस्ट इकोनोमी लेखेर होइन, त्यो जसरी बनाउनु मिल्छ तपाईँले फिगर डायग्राम म्याक्सिमम बढी फोकस गर्नुभयो भने अहिले मात्रै होइन ब्याचलरको इक्जाम्सहरूमा पनि राम्रो मार्क्स आउँछ। यो कुरा मैले आफै नै एक्सपिरियन्सबाट भनिरहेको। त्यो पोइन्ट्सहरू उहाँले भनेअनुसार तपाईँले पोइन्ट्सलाई चाहिँ बढी फोकस गर्नु होला, किन भन्दा रसमा कपी चेक गरिरहेको र प्रत्येक कपीको चाहिँ 20-30 रुपियाँ 50 रुपियाँ पाउने टिचरले तपाईँहरूको त्यो प्याराग्राफमा गएर त्यो दुःख गर्दैन। आन्सर तपाईँहरूले जति स्क्यानेबल गराउनु भयो त्यति चाहिँ राम्रो हुन्छ। त्यही भएर तपाईँहरूको आन्सर्सहरू म्याक्सिमम टाइम्समा पोइन्टमा एउटा पोइन्ट लेख्ने, त्यहाँ पछाडि लाइन छोड्ने गरेर गर्नु होला, यसरी पनि राम्रो मार्क्स पाउन सकिन्छ। यो फिगरवाला छ नि, र के भने क्वेसन एक्जाम दिनु जानु
गर्नुभन्दा अगाडि एकचोटि हजुरले मोडल क्वेसन एनी हाउ प्र्याक्टिस गरेर जानु होला क्या। अब एक्जाम हलमै गएर म त्यही गरेर एन्सर लेख्छु भनेर चाहिँ होइन क्या। एक्जाम हलमा गएर कसरी एन्सर लेख्ने त्यो घरमा प्र्याक्टिस गर्नु, बरु लागोस् 3-4 घन्टै लागोस्, 3 घन्टाको त एक्जामै हुन्छ, बरु 6-7 घन्टै लागोस् क्या। 1-2 दिन लगाएर हजुरले एउटा मोडल क्वेसन सल्भ गर्नु भन्ने हजुरलाई आइडिया त हुन्छ नि कसरी सल्भ गर्ने रहेछ, त्यसलाई काट्दै गर्नुहोस् मेटाउँदै गर्नुहोस् होइन। तर प्र्याक्टिस गरेर जानुभयो भने हजुरलाई त्यो फिगर कुन क्वेसनको फिगर कस्तो बनाउने त्यसको पनि आइडिया हुन्छ क्या। तपाईँले चाहिँ पास्ट र क्वेसन्सहरूमा कतिको फोकस गर्नुहुन्थ्यो? यनिबीले कतिको प्याटर्नहरू रिपिट गर्छ जस्तो लाग्छ होइन? 10 सेटहरूबाट प्र्याक्टिस गर्नु भनेको चाहिँ इज इट वर्थ इट अर यो चाहिँ वेस्ट अफ टाइम जस्तो लाग्छ तपाईँलाई? तपाईँले कसरी पढ्नुभयो? बुकको एक्सर्साइजहरूबाट न्युमेरिकल एक्सर्साइज गर्नुभयो कि पास्टरमा सधैँ क्वेसन्सहरूबाट 10 सेटहरूबाट चाहिँ सल्भ गर्नुभयो त? पास्ट क्वेसन रिपिट गर्ने भन्दा पनि एउटा करिकुलम हुन्छ नि, क्वेसन प्याटर्न मोडल, क्वेसन मोडलहरू हुन्छ नि, क्वेसन मोडलबाट प्र्याक्टिस गर्यो भने चाहिँ आफूलाई कुन क्वेसन अलिक इम्पोर्टेन्ट हो होइन, कुन क्वेसन त्यो आफै थाहा हुन्छ क्या। जति प्र्याक्टिस गर्दै गयो त्यति नै आफू कुन टपिक अलिक बेसी इम्पोर्टेन्ट रहेछ भन्ने कुरा थाहा हुन्छ होइन, कुन च्याप्टरलाई अलिक बेसी फोकस दिने त्यो पनि थाहा हुन्छ आफूलाई नि। मैले प्र्याक्टिस गर्दाखेरि चाहिँ म एकदमै मोडल क्वेसनहरू प्र्याक्टिस गर्थेँ होइन। अनि त्यसमा जति मोडल क्वेसन प्र्याक्टिस गऱ्यो नि त्यति थाहा हुन्छ क्या कुन कुन च्याप्टर इम्पोर्टेन्ट छ र कुन क्वेसन इम्पोर्टेन्ट छ भन्ने कुरा चाहिँ आफूलाई थाहा हुन्छ। र जति प्र्याक्टिस गर्यो त्यति थाहा हुने हो। त्यही भएर प्र्याक्टिस गर्दै जाँदाखेरि चाहिँ यो च्याप्टर अलिक यति इम्पोर्टेन्ट रहेछ भन्ने कुरा थाहा हुन्छ र रिपिटेड क्वेसन आफै थाहा हुन्छ त्यसरी। एउटा क्वेसन चाहिँ विद्यार्थीहरूले अकाउन्टको आन्सरहरू लेख्दाखेरि चाहिँ अथवा अकाउन्टको इक्जामको तयारी गर्दाखेरि म्याक्सिममले मिस्टेक चाहिँ के गर्छन् जस्तो लाग्छ, जुनलाई चाहिँ तपाईँले नगर भनेर भन्न चाहनुहुन्छ? एकाउन्ट एकदमै इम्पोर्टेन्ट सब्जेक्ट हो, त्यसमा त नो डाउट होइन। किनकि म्यानेजमेन्ट भन्ने बित्तिकै सुरुमा एकाउन्ट भनेर हेरिन्छ नि त। एकाउन्टमा प्रायः स्टुडेन्टहरूले मैले नोटिस गरेको चाहिँ थ्योरीलाई एकदमै नेग्लिजेन्स गर्नुहुन्छ क्या। किनकि न्युमेरिकल त हो नि, न्युमेरिकलबाट बेसी मार्क्स आउँछ, न्युमेरिकल यति मार्क्सको न्युमेरिकल प्र्याक्टिस गर्छ अनि पास भइहाल्छ। पास गर्ने होइन, राम्रो मार्क्स पनि ल्याउनु पऱ्यो नि त। तपाईँले पास मात्र गरेर त हुँदैन, राम्रो मार्क्स पनि आउनु पऱ्यो होइन। एकाउन्टमा बेसी स्टुडेन्टहरूले नेग्लिजेन्स गर्ने भनेको चाहिँ थ्योरीलाई हो होइन। थ्योरी खासै फोकस गर्नुहुन्न, तर थ्योरी त्यति नै इम्पोर्टेन्ट छ जति न्युमेरिकल इम्पोर्टेन्ट छ। किनकि ग्रुप एमै थ्योरी आउने हो नि त। थ्योरीबाट पनि के हुन्छ भन्दाखेरि हजुरलाई ग्रुप सीमा पनि थ्योरी सोधेको हुन्छ, ग्रुप सीमा पनि एउटा लङमा सोधेको हुन्छ र ग्रुप एमा पनि थ्योरी सोधेको हुन्छ। र सुरुको इम्प्रेसन नै त्यो थ्योरीमा राम्रो छैन भने यसले न्युमेरिकल के गर्ला र भन्ने हुन्छ क्या। अनि न्युमेरिकल अब थ्योरी नै गरेको छैन भने न्युमेरिकलको एकदम निहालेर हेर्नुहुन्छ क्या सरहरूले पनि, चेक गर्ने सरहरूले पनि। अब थ्योरी पनि राम्रो गर्नुभएको छ, अगाडि पनि राम्रो छ भने हजुरको न्युमेरिकलमा पनि राम्रो मार्क्स आउँदै जान्छ। तपाईँले चाहिँ अब नसुतिकिन पनि पढ्नुभयो होइन, अनि नसुतिकिन पढेर तपाईँले ए+ ल्याउनुभयो। अब त्यो गरेको मिहिनेत त फल पाइ नै हाल्नुभयो। तर तपाईँलाई के लाग्छ, यदि एउटा विद्यार्थीले आफ्नो सोसियल लाइफलाई जिएर होइन, फ्रेन्ड सर्कलहरूलाई टाइम दिएर पढाइलाई चाहिँ 80-20 को रुलबाट 80% चाहिँ पढाइमा फोकस गर्ने, 20% चाहिँ ओभरअल लाइफमा पनि फोकस गर्ने गरेर यसरी ल्याएको एउटा ए ग्रेडमा र मरिहत्ते गरेर लिएको ए+मा चाहिँ त्यो मरिहत्ते गरेर लिएको ए+ कतिको वर्दित छ जस्तो लाग्छ तपाईँलाई? तपाईँले ब्याचलर पढ्दै हुनुहुन्छ, यो मार्क्स चाहिँ तपाईँ ब्याचलर ग्रेजुएट भइसके पछाडि ब्याचलरको मार्क्स जति आउँछ त्यसले तपाईँको ओभरराइड गरि नै हाल्छ। अब नेपालको अहिलेको कन्टेक्स्टमा तपाईँलाई कतिको चाहिँ त्यो जिपिएले भ्यालु गरिराख अहिले होइन? तपाईँले स्कलरसिप पाउनु भएको छ कि होइन? के चाहिँ भन्न चाहनुहुन्छ तपाईँले? अब त्यो भन्छु टिमेटहरू प्रिपेरेसन गर्दाखेरि चाहिँ +2 को त्यो पढाइले हेल्प गर्यो कि तपाईँलाई चाहिँ के कुरा, यसमा तपाईँको धारणा के छ? सुरुमा म के भन्न चाहन्छु भन्दाखेरि हामीलाई एकचोटि के भएको थियो भन्दाखेरि म क्लास 9मा पढ्दाखेरि हाम्रो नेपाली सरले के भन्नुभएको थियो भन्दाखेरि, नानी बाबु हो तिमीहरू अहिले क्लास 9मा छौ र अबको यो 4 वर्ष जुन छ नि 9, 10, 11, 12 यो 4 वर्ष तिमीहरूले मेहनत गर्यो भने तिमीहरूले पछि फर्केर आएर मलाई एकचोटि धन्यवाद भन्छौ भनेर भन्नुभएको थियो होइन। के हुन्छ भन्दाखेरि 9, 10, 11, 12मा जे बेसिक हामीले पढ्यौँ नि, सुरुमा त म 9 र 10 को कुरा गर्छु। 9 र 10मा हामीले जे बेसिक पढ्यौँ नि त्यसले नै हामीलाई 11 र 12मा हेल्प हुँदो रहेछ। र 9, 10, 11, 12 को जे बेसिक पढ्यौँ नि हो त्यसले नै हामीलाई ब्याचलरमा फाइदा हुने रहेछ क्या। र बेलेदेखि हामीले बेसिकबाट पढ्यौँ भने पछि हामीलाई रिग्रेट गर्नु पर्दैन क्या, बेकारमा मैले पढिनछु भन्दाखेरि त्यही बेसिकलाई नै अलिकति भास्ट बनाएर हामीले पछि जे पढ्ने हो त्यसमा त्यो कभर हुने रहेछ क्या। 10मा चाहिँ मेरो ए मात्र आएको थियो किनकि मैले खासै त्यतिखेर राम्ररी पढेको थिइनँ होइन। 12मा चाहिँ मेरो अलिकति राम्रो भएर मेरो ए+ आयो होइन। अनि के भएको थियो भन्दाखेरि मेरो जुन त्यो 10 र 12 को जिपिए छ नि हो त्यसले गर्दाखेरि चाहिँ मलाई अहिले ब्याचलरमा अहिले मैले स्कलरसिप पाएँ क्या। त्यो पछि लङ टर्मसम्म एफेक्ट हुँदो रहेछ क्या, मलाई त्यतिखेर थाहा थिएन होइन। त्यो यस्तो हुन्छ भन्ने थाहा पाएको थियो भने म 10मा पनि राम्ररी पढ्थेँ क्या, र अझ राम्रो स्कलरसिप पाउने चान्स हुन्थ्यो मेरो अहिले। हामीहरू चाहिँ यस भिडियोको अन्त्यमा आइसकेको छौँ। लास्टमा चाहिँ तपाईँले अब इक्जामको तयारी गरिरहेको 2083 को ब्याचलाई चाहिँ के सजेसन दिन चाहनुहुन्छ? फर्स्ट अफ अल द बेस्ट अफ लक सबैजना भाइ बहिनीहरूलाई।
अहिले अझै पनि टाइम छ तिमीहरूलाई अझै पनि अब त केही पढेको छैन अब लास्टमा आएर पढेर के हुन्छ भनेर भन्दैछौ भने चाहिँ त्यो एकदमै रङ हो होइन। एक रात में चमत्कार हो सकती है भन्ने भन्छ नि हो त्यो हुनसक्छ डेफिनेटली हुन्छ नै होइन। अझै पनि टाइम छ तिमीहरूले हिम्मत नहार्नु होइन। हजुरहरूले एकदम राम्रो गर्न सक्नुहुन्छ अझै पनि टाइम छ। पढ्नु राम्ररी पढ्नु युट्युब च्यानलहरूमा धेरै रिसोर्सेसहरू छ क्या अहिलेको जमानामा एआईको जमानामा नि धेरै रिसोर्सेसहरू छ क्या। त्यही रिसोर्सेसलाई युटिलाइज गर्न सक्यो भने हामीले धेरै कुरा गर्न सक्छौँ लाइफमा। जस्तै यही युट्युब च्यानलकै कुरा गरौँ न युट्युबमा पनि धेरैहरू रिसोर्सेस छ क्या जस्तै एकाउन्ट र इकोनोमिक्सको लागि हजुरलाई चाहिएको छ भने ग्रुबामा पढ्न सक्नुहुन्छ द सिक्रेट एजुकेसन भन्ने अर्को युट्युब च्यानल छ। र इङ्ग्लिस र नेपालीको लागि चाहिँ हजुरले यही युट्युब च्यानल दाइ सार्जन जुनबाट अहिले हजुर भिडियो हेरिरहनु भएको छ हो त्यसबाट प्र्याक्टिस गर्न सक्नुहुन्छ। यहाँ एकदमै एक्सपिरियन्स र एक्सलेन्ट टिचरहरूबाट हजुरलाई हजुरको एकदम हेल्प हुन्छ होइन। हजुरले रिग्रेट चाहिँ गर्नुहुन्न। मैले के सोचेको थिएँ भन्दाखेरि म अहिले जुन युट्युब च्यानलबाट पढिरहेको छु नि उहाँहरूलाई मैले कुनै दिन रियल लाइफमा भेटेँ भने म एकदम धेरै धन्यवाद दिन्छु भनेर भनेको थिएँ। त्यसको लागि हजुरलाई अहिले पनि थ्याङ्क यू धेरै धेरै। हस्।